बधाई छ होइन Thank पहिलो गेममै अब राम्रो प्रदर्शन गरेर जित्नु भएको छ ओभरअल खेलको बारेमा बताइदिनु न अब प्र्याक्टिस राम्रै गरेका छौँ अब खेल हो मैले अस्ति नै पनि भनेको थिएँ त्यो मैदानमा पुगेपछि सुरु गरेपछि नै रिजल्ट देखिने हो अगाडि नै हामीले यसो गर्छौँ उसो गर्छौँ भनेर हो त्यो भन्ने कुरा नि भएन के हुन्छ कसो हुन्छ कहिले को खेलाडी चल्छ कहिले को चल्दैन होइन त्यस कारणले गर्दा आजको हेर्दाखेरि समग्रमा जस अपेक्षाकृत जुन किसिमको चाहिँ खेल्नुपर्छ भनेको थियो त्यही अनुसारको अलिअलि प्रदर्शन गरे आज चाहिँ अलिकति सन्तोषजनकै रह्यो अब आगामी खेल चाहिँ कस्तो रहला कतिको चुनौती सामना गर्नु पर्ला भन्नुहोस् त न्यू डायमन्डले चुनौती त मैले अस्ति नै पनि भने यो प्रधानमन्त्री कप हो सबै राम्रा टिमहरू आएका छन् सुदूरपश्चिम पनि मैले एक्सपेक्ट गरेको भन्दा राम्रो खेल प्रदर्शन गरे उनीहरूले पनि बिचराहरू अब यो ठुल्ठुलो म्याचहरू त्यति एक्सपिरियन्स नभएको होला यो आफ्नो ठाउँमा छ तर सबै राम्रो छ कति राम्रो राम्रो कटिङ गरेका कति राम्रो राम्रो चाहिँ डिफेन्स गरेका थिए सर्भिस रिसिभ कस्तो राम्रो गरेका थिए म त धेरै नै प्रशंसा गर्छु उनीहरूलाई पनि होइन र हाइट पनि त्यतिकै राम्रो होइन यस्तो किसिमको भयो भने चाहिँ के हुने भयो अब नेपालको महिला भलिबल अझ राम्रो हुने भयो भने हामी चाहिँ एकदम गर्व गर्छौँ कि जेनिसाको प्रदर्शनको बारेमा थोरै बताइदिनु न जेनिसाको प्रदर्शन चाहिँ मैले सोचेको जतिको चाहिँ जेनिसाको चाहिँ भएको छैन जेनिसा धेरै नै राम्रो खेल्न सक्ने धेरै नै राम्रो जम्प उनी जतिको फिजिकल्ली फिट हाम्रो टिममा अरू छैन किनभने शरीर पनि त्यही अनुसारको र जम्प पनि त्यही अनुसारको अब यहाँ अरू ऊभन्दा अग्ला भए पनि उनीहरू बराबर जम्प गर्न सक्ने खेलाडी उनी तर खेल्ने बेलामा म्याचमा अपेक्षाकृत खेल उनको मैले हेर्थेँ ट्रेनिङको बेलामा पैसा राखेर हान्दा त्यो ठाउँमा हान्ने एक मात्र उनी हुन्छन् भित्र चाहिँ नेटको जरा जरामा चाहिँ हान्न सक्ने मान्छे गेममा आएपछि कता कता के जे होस् आज त अलिअलि ठिकै खेल्यो भन्नुभयो राम्रो त म भन्ने राम्रै खेल्ने हो भने चाहिँ उनी धेरै नै धेरै आशा गरेँ ओके महत्त्वपूर्ण समय समाजलाई धेरै धेरै धन्यवाद